नमस्ते वेलकम टु आवर च्यानल लभ एन्ड वी म चाहिँ आज यो भिडियोमा यो फिचर प्राइसको सिट मी अप भन्ने एउटा प्रडक्टलाई एसेम्बल कसरी गर्ने त्यो देखाउन गइरहेको छु। त्यसको लागि आएको पार्ट्सहरू चाहिँ यति नै छ होइन, यहाँ टन्नै पार्ट्सहरू देख्न सक्नुहुन्छ। अनि हामीसँग यो यहाँनिर एउटा क्याटलग आइटम पनि छ, सो त्यो हेर्दै एसेम्बल गर्दै गर्छौँ। एसेम्बल गरेपछि फाइनल प्रडक्ट चाहिँ यस्तो देखिन्छ, मजाले यहाँ राख्न मिल्यो, बच्चा यहाँ बस्ने भयो। सो यसरी देखिन्छ, यहाँ देख्न सक्नुहुन्छ। सो लट्स अफ इन्स्ट्रक्सन एक्चुअली सानो प्रडक्टलाई एसेम्बल गर्न पनि प्रडक्टहरू देख्न सक्नुहुन्छ, टन्नै छ। यहाँनिर छैठौँ स्टेपमा छ भने यहाँनिर हामी पछाडि गएर हेर्न सक्नुहुन्छ। तपाईँको 14वटा स्टेप पुरा गरेपछि मात्र यो फाइनली एसेम्बल हुन्छ। फर्स्टमा नम्बरिङ गरेको भए चाहिँ बेटर हुन्थ्यो, तर नम्बरिङ नगरे पनि मजाले चिन्न सकिने खालकै छ। यो फोकस गर्दैछु स्टेप 1मा, जसको लागि चाहियो यो दुईवटा पार्ट्स हेर्न सक्नुहुन्छ। यो माथिको पार्ट्स भयो, अनि त्यसै जसको काउन्टर पार्टमा चाहिँ तलको जान सक्छ। यो लिँदाखेरि चाहिँ यसरी लिउँ, माथिको पार्टलाई माथि राखौँ, तलको पार्टलाई तल राखौँ। यसरी तपाईँको ठ्याक्क लक हुन्छ, यहाँ छिर्नु पऱ्यो है। यहाँ हेर्न सक्नुहुन्छ, यसरी एसेम्बल हुने यो फाइनली यस्तो हुनु पऱ्यो। स्टेप 2मा हामीले यो बनाएको स्टेप 1को पार्ट्सलाई लगेर यस्तो खालको दुईवटा आर्महरू लिएर आउनु पऱ्यो होइन। यो एक्सटेन्सन गर्ने मिल्खा आर्म छ, यो दुईवटा लिएर आउनुहोस्। त्यसपछि के गर्नुहोस् भन्दाखेरि यसरी यसलाई यो भित्र छिर्छ है, एउटा यसरी पार्ट छिर्छ। यो नोटिस गर्नु, यो बाहिर हुनु पऱ्यो है। अनि सिमिलरली यो पनि बाहिरतिर पार्नु पऱ्यो। यहाँ देख्न सक्नुहुन्छ यसरी छिर्नेवाला छ कि, यो मजाले ठ्याक्कलाई छिर्छ, केही गर्नै पर्दैन। यसरी क्लिक हुनु पऱ्यो, पछाडि गएर लक बस्नु पऱ्यो यसरी होइन, र यसरी बस्नु पऱ्यो। यो चाहिँ हाम्रो सेकेन्ड स्टेप कम्प्लिट भयो। हामी फोकस गर्छौँ थर्ड स्टेपमा। को लागि चाहिने पार्ट्स यो र यो भयो, यो हाम्रो पार्ट एउटा यो भयो, अर्को यो पार्ट भयो है। सिम्पल एकदमै जोडेपछि चाहिँ हाम्रो अब्जेक्टिभ के भन्दाखेरि यस्तो खालको आकारमा हुनुपर्छ। यो जोड्ने बित्तिकै देख्न सक्नुहुन्छ, यसरी छिर्छ यो होइन, ठ्याक्कै हेर्न सक्नुहुन्छ, यसरी छिर्छ यो। क्लिक साउन्ड आओस्, यो क्लिक साउन्ड आएको छैन। हाम्रो त्यो पार्ट्स बन्यो। स्टेप 3मा छ अहिले हामी। अब 4मा अघि बनाएको यो पार्ट र यो पार्ट जोड्छौँ र यसलाई कम्प्लिट गर्छौँ। अघि बनाएको पार्ट्स भयो, यसमा अब यो लगेर हालिदिएपछि यो फिक्स हुन्छ। यसलाई म फिक्स गर्दैछु, यसरी छिर्नु पऱ्यो, यो फिक्स भयो। सिमिलरली यो पनि यसरी छिर्नु पऱ्यो, यो पनि फिक्स भयो। ल यति गरेपछि यो हाम्रो स्टेप 4मा छ अहिले हामी। ल स्टेप 5मा चाहिँ जोड्ने काम गरेको छैन, यसलाई यो आर्मलाई उठा मात्र भनेको छ। सो दुइटै पार्टको त्यो आर्म्सहरूलाई उठाइदिउँ होइन, के गर्नु पर्दैन। यो लक हुन्छ यसमा गएर, यसलाई फेरि तल डाउन गर्नु पऱ्यो भने यसो गर्न सक्नुहुन्छ। यसलाई प्रेस गरेर यसो जान सकिन्छ। यसलाई उठाउनु मात्र पऱ्यो, त्यो उठाउनु मात्र पऱ्यो है त। त्यसपछि अर्को स्टेपमा अहिले भर्खरै बनाएको यो पार्ट्समा हामी लगेर यो जोड्दैछु यो है, यो भागलाई लगेर जोड्दैछु, जुन चाहिँ हाम्रो स्टेप 6 भयो। सिम्पल के गर्नु पर्दैन, यसमा लगेर हालिदिने मात्र हो। यो पनि इजिली लक हुन्छ। मेक स्योर तपाईँले त्यो क्लिक साउन्ड चाहिँ सुन्नु पऱ्यो। 6 यस्तो हुनुपर्ने हाम्रो हेर्न सक्नुहुन्छ, यसरी बनिसकेको छ यो। राइट, साथमा त्यही अब हामीले भर्खरै स्न्याप्स गरिसकेको यो रिङ बस्ने पार्ट देखाइरहेको छ यसमा होइन। र अब अर्को भनेको हाम्रो यो साइडमा क्याप हाल बनाएको छ। यो क्याप चाहिँ कहाँनिर छ भन्दाखेरि यो प्याकेजमा हुनुपर्छ। यो दुईवटा क्याप देख्न सक्नुहुन्छ, यसले चाहिँ लगेर यहाँ लगेर हालिदिनु पऱ्यो। ओके, एउटा चाहिँ सानो पार्ट्स रहेछ, अर्को चाहिँ मोटो पार्ट्स रहेछ। मोटोको लागि ठुलो स्पेस छ यहाँ, सानोको लागि सानो स्पेस छ है। त्यो गरेपछि मात्र ठ्याक्क छिर्छ, यसमा धेरै बल लगाउनु पर्दैन। त्यसै गरी यहाँ पनि त्यही गरिदिउँ, सेम प्रोसेस। यो ठुलो छ, ठुलोको लागि तलतिर लगेर राखिदिउँ, माथिको लागि माथि ठ्याक्क अट्ने त्यही साइजको छ, धेरै प्रेस गर्नु पर्दैन। ल यति गरेपछि यसको फिनिसिङ सकियो। ल अब पालि आयो हाम्रो यो फक्सलाई इन्सर्ट गर्नलाई। यसको लागि चाहिँ प्रोसेस आई थिङ्क तलबाट जानुपर्छ चाहिँ पहिला सुरुमा है। यहाँ देख्न सक्नुहुन्छ, these are all locks here. आइरहेको छ सेन्टरहरू, यसरी लक लगाइदिनु पऱ्यो, ठ्याक्क लक सिटै। त्यसपछि यसलाई छिराएर पनि यो भित्रबाट यसरी ल्याए भयो, के गर्नु पर्दैन है। यसरी जानु पऱ्यो। ल फिट चाहिँ भयो, तर लक चाहिँ भाप्ने हो। यहाँ 4वटा यो देखाइरहेको छ यो है, त्यो घुमाएको जस्तो छ, यो यसरी घुमाएको जस्तो छ। यसको अर्थ के भन्दाखेरि यहाँ देख्न सक्नुहुन्छ यो पालहरू छ सबैमा होइन,
यहाँ पनि पल छ, यहाँ पनि पल छ है। यसलाई के गर्नु पऱ्यो भन्दाखेरि यसरी तपाईँको यहाँनिर हुकहरू छ, जस्तो यहाँनिर देख्न सक्नुहुन्छ यो है, यो हुक छ, यहाँ लगाएर यो छिर्नु पऱ्यो। हुकमा छिराउने मात्र काम हुनु पऱ्यो। ल यसरी छिरेपछि यसरी आउँछ यो। लेट्स रिपिट द प्रोसेस फर एभ्री। सबैको अगाडि छ त्यो, यसरी हुक लाग्दै जानु पऱ्यो। ल यसरी सबैमा हुक आउनुपर्छ यो है, देख्न सक्नुहुन्छ यहाँ सबैमा छ यो सबैमा आउनु पऱ्यो। यिनीहरूले फ्रन्ट भागमा पनि छ, यहाँ पनि यसरी यो हुकहरू छ, यसलाई पनि त फिक्स गर्नु पऱ्यो। ठ्याक्कै यसको पछाडिपट्टि छ। यो यहाँ पनि गरिदिउँ। अब चाहिँ यसरी बस्दाखेरि त्यो हुक हो अनलक हुन सक्दैन। हाम्रो स्टेप्स 11 सकिसक्यो। अब 12मा चाहिँ त्यो अर्को पार्ट लगाएर जोड्नु पर्ने चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, यतिकै राख्ने हो यो, यसरी जान्छ यो, त्यहाँ छिर्यो, सिमरी यता आफै छिरिसक्यो। प्रेसमा त गरिपर्छ, के गर्नु पर्दैन। ल लक लागिसक्यो, यो पनि फिट भयो। अनि अर्को एउटा फाइदा के भने यसलाई पनि अझ प्रोटेक्ट पनि गर्यो होइन, नत्र पनि यो स्वाट निक्लिन सक्थ्यो जस्तो लागिरहेको थियो मलाई। तान्दाखेरि त निक्लिँदैन थियो, तर यसो गर्दाखेरि चाहिँ निक्लिन सक्ने चान्सेस थियो कि होइन। अझ यसलाई पनि प्रोटेक्ट गरेछ यसलाई। जाँदैछौँ 13 र 14 र त्यसको लागि अब यो छुट्टै यो प्याकेजमा सामानहरू आएको छ, खेल्ने कुराहरू छ यसमा चाहिँ। राइट, सो मैले खानेकुरा सोचिरहेको थिएँ, खानेकुरा चाहिँ होइन रहेछ, यतिकै राख्ने सामान रहेछ यो होइन। यहाँ गएर यसरी बस्ने भयो र त्यो माथि चाहिँ गएर यो राख्नु मिल्ने भयो। ल यसमा गएर यो जोड्ने हो, यतिकै बस्ने मात्र छ होइन। र अलिकति थोरै कर्भ छ यो होइन, भन्नाले जस्तो पाए त्यस्तो गरेर चाहिँ छिर्दैन हो है। जस्तो मैले यसरी छिराउनु खोजेँ भने यो मिल्दैन यो, यसरी स्न्याप्स हुने भयो ठ्याक्क लगाएर। एन्ड द्याट्स इट प्रिटी मच। ल फाइनली यसलाई यहाँ लगाएर राखिदिउँ। यो चाहिँ अब स्टेबल होइन, खस्ने निक्लिने भइरहेको छ जस्तै हो। यति इजिली नै निक्लिन्छ यो है, विच इज एक्चुली अड। यसको स्ट्रक्चर त यो पनि यहाँ छ अनि यहाँ पनि छ भने चाहिँ लक लाग्यो भने यतिकै इजिली निक्लिँदैन जस्तै होइन। अनि यहाँनिर देख्न सक्नुहुन्छ यस्तो खालको लक पनि छ। सो क्लिक साउन्ड आयो भने चाहिँ सायद मजाले अड्किन्छ होला यो एउटा चाहिँ अलिकति राम्रोसँग अड्केको छैन। फाइनल एसेम्बल गरेपछि चाहिँ यस्तो देखिन्छ यो।